अघिल्लो पटक हामीले महिला उम्मेदवार जति खडा गरेका थियौँ, एकदमै धेरै बढ्यो। म भन्दै चित्तबुद्ध भयो, म भन्दै। तर अघिल्लो पटक भन्दा आज प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी दोब्बर भएको छ। दलित समुदायको साथी अघिल्लो पटक हामीले उम्मेदवार बनाउन सकेका थिएनौँ। यो पटक दलित समुदायको साथी उम्मेदवारको रूपमा उपस्थिति मात्रै भए पनि भएको अवस्था छ। सबैभन्दा ठुलो कुरो, मिडियाका साथीहरू खोजेर लेख्नुहोस्। मैले बोलेको कुरो त्यतिकै यहाँ गुनामा बोलिरहेको होइन। यो देशमा 165 वटा निर्वाचन क्षेत्र छ। 165 वटा निर्वाचन क्षेत्रमा 165 मा 165 कुनै राजनीतिक दलको उम्मेदवार खडा छ भने त्यो नेपाली कांग्रेस पार्टीको मात्रै खडा छ र 165 ठाउँमा नेपाली कांग्रेसका साथीहरू आज उम्मेदवार बोकेर मैदानमा हुनुहुन्छ। अझै त्योभन्दा महत्त्वपूर्ण कुरो, त्यो सँगैको महत्त्वपूर्ण कुरा के हो त भन्दा अघिल्लोचोटि गएर मतपत्र हातमा लिएर यता पल्टाएर उता पल्टाएर एकछिन हेरेर यो चिन्ह कि त्यो चिन्ह अरे भनेर सम्झेर खोजेर भोट हाल्नु पर्थ्यो। आज देशभरिका साथीहरू, मेचीदेखि महाकालीका साथीहरू, हिमालको चाहिँ मुस्ताङदेखि मधेसको महोत्तरीसम्म, दार्चुलाको भूगोलदेखि लिएर पूर्वी काँकरभिट्टाको मान्छेलेसम्म मत हाल्दै गर्दाखेरि नेपाली कांग्रेसका समर्थक, सदस्य, शुभचिन्तक सबले मतपत्रमा गएर कहीँ कतै अल्मलिनु पर्ने अवस्था छैन। सिधा 165 वटा रुखमा गएर मत व्यक्त गर्न सक्ने गरी आज चाहिँ भएको अवस्था छ। त्यसैले यो जे सुधार छ यसलाई पनि हामीले बुझेर जानुपर्छ।